भइरह हामी चाहिँ कलङ्की रे ककनीदेखि काठमाडौँसम्म अहिले चाहिँ बाटो चाहिँ पिच भएको रहेछ होइन। अब लगभग सकिने बेला भएको छ। यतातिर पनि वान साइड पिच भइसकेको छ। यात्रा चाहिँ सजिलो काठमाडौँदेखि ककनी र ककनीदेखि काठमाडौँ आउन अब धेरै दुःख गर्नु नपर्ने होइन त हो। एकैछिन भ्याइन्छ होला। गाडीले पेलेर आयो है र पनि अब के भन्नु, गाडीलाई लात्तीले हान्यो भने उल्टै हान्न हामीलाई। बाटो चाहिँ सर्लक्कै हो जे भने पनि। बारी जङ्गल पनि हरियो राम्रो देखाएको छ। अब हामी नुवाकोट र काठमाडौँको सिमानामा पुग्दैछौँ। यो सिमानामा एउटा फेमस ठाउँ रहेको छ, ट्राउट माछाको लागि प्रख्यात ठाउँ रहेको छ। अब केही छैन हामी पुग्छौँ। फुर्सदको समयमै आउन गजब मान्छेले यो खोलाहरूमा प्राकृतिक रूपमा स्नान गर्न पनि आउँदो रहेछ। ल यस्तो राम्रो बाटो सुन्दर छ। यात्रा झनै सजिलो। Everest Horse Processing Limited रेस्टुरेन्टहरू होटलहरू मिलेका छन् बाटोको तलमाथि। भर्खर पिच भएको हो। म चाहिँ असारको पहिलो हप्ता नै यहाँ भ्रमणमा आएको थिएँ र भ्रमण रमाइलो भएको छ। भिडभाड पनि छैन, चिल्लो रोड, धुलोको नाम निशानै छैन। भर्खरको रोडमा हुने कुरो पनि भएन। अस्ति म 2 महिना अगाडि आउँदा पछि धुलो थियो भने अहिले त सरल हो। तर बाटोमा हिँड्नेहरू चाहिँ हेलमेट लगाएको छैनन्। यताउता हेर्न सजिलो। तपाईँहरूमध्ये कतिलाई चाहिँ ककनी आउन मन लागेको छ, बाटो कस्तो छ भनेर बुझ्न मन लागेको छ भने यो भिडियो तपाईँहरूको लागि एकदम फलदायी हुनेछ। कुनै सङ्कोचै नमानी तपाईँहरू काठमाडौँदेखि ककनी र ककनी केही घन्टामै तपाईँ ओहोरदोहोर गर्न सक्नुहुनेछ। र बाटोमा विभिन्न अर्ग्यानिक फुडहरू पनि पाउँछन् है यहाँ। तपाईँहरू काँक्रा, तरकारी, माछा त्यसको लागि चाहिँ प्रख्यात
सबै पिच रहेछ गाडीहरू पनि चलेको छैन रहेको छ यहाँबाट काठमाडौँ भ्याली पनि देखिन्छ हामी चाहिँ अहिले नुवाकोटमै छौँ नुवाकोटको बाटो पिच भएको छ यहाँनिर सायदै सानो बाटो हुनुको कारण यो बाटो चौडा हुनुपर्ने चौडा जस्तो छैन हो पहिला सबै यस्तै थियो कति दुखाउनुहुन्थ्यो धुधो थाक मचक अहिले भने यस्तो विदेश जस्तै नाप्ने साथीहरू सायदै बाटोमा अब स्कुटर बाइक मजाले काठमाडौँबाट हामी बन्दैछ चिक्क फराकिलो रोड पारीको चाहिँ काठमाडौँ यो अहिले म हिँडिरहेको चाहिँ यो चाहिँ नुवाकोट गेटमा पुगिसकेको यो हो नुवाकोटको अन्तिम काठमाडौँको सुरुवात स्वागत छ काठमाडौँ बाटो पनि एउटै हो मात्र सिमाना
चलाएको छैनन् है। खाली खाली जस्तो लाग्छ, फाटक हुन्छ गाडी। यहाँबाट यो बाटोसम्म भने पहिला पिच थियो। अगाडिको चेकिङ पोस्टमा पुग्दैछौँ। यसो भनेको छ तर हामी पुरानै हो है। यो सम्म त तपाईँहरू आइसक्नु भएको होला नि। पुरानो अलमोस्ट धेरै बनिसकेको छ। नयाँ के गर्नु छ यसो गुणस्तर उन्नतिको लागि बाटो सरसफाइ लगायतका लाइनिङ भन्ने तान्न पाइन्छ यहाँ पनि।